साला 20 रुपियाँको चाउचाउ चोर्न हिँड्ने जनताले मासु भातमा भोट हालेन होला? किन हाल्दैन थियो? यो यस्तो चोर छ जनता। आफू मौका पाउने साथ चोर्न जान्छ र इमान्दार नेता खोज्छ। कहाँबाट भेट्छस् तैँले इमान्दार नेता? त आफू चोर भएपछि तैँले इमान्दारसँग त पुग्दैनस् कहिले। तेरो नजरमै आउँदैन इमान्दार। चोरले चोरै भेट्छ। त्यसकारण चोर जनता भइन्जेल चोर नेता नै भेट्छ। त्यहाँबाट उत्पादन हुने यही कलेक्टिभ माइन्ड हाम्रो सोसाइटीबाट उत्पन्न हुने चिज हुन् र यहाँ सबभन्दा चोर्न जान्ने सबैभन्दा ठुलो नेता बन्छ। यो बुझ्या छैन? अवसर पायो भने पुरा डोको बोकेर चोर्न जाने, अनि इमान्दार नेता खोज्ने, इमान्दार भ्रष्टाचार नगर्ने नेता खोज्ने चोरले। यो मिल्छ? यो दुई खालको मान्छे छ यो देशमा। दुई खालको मान्छे कस्तो? एउटा चोर्ने अवसर नपाएर इमान्दार बनेको, जेल नपुगेको। अर्को वास्तविक चोर। एउटा भ्रष्टाचार गर्ने ठाउँमा भ्रष्टाचार गर्ने अवसर नपाएर भ्रष्टाचार इमान्दार बनेको, र अर्को भ्रष्टाचार गर्ने अवसर पाएर भ्रष्टाचार गरिरहेको छ नि, हो त्यो। त्यसकारण देशमा दुई खालका मान्छे मात्र छन् यहाँ। अनि कुनै पनि समाज जब आफै भ्रष्ट छ, अब टोटल्ली समाज भ्रष्ट छ भने त्यहाँबाट इमान्दार चिज आउनै सक्दैन। कसरी आउँछ? त्यो सम्भावना नै छैन। मान्छेहरू मलाई भन्छन्, यहाँ गाली गर्नेहरूका कुरा आउँछन् यहाँ। तँ पनि त चोर होस्, तँ पनि भ्रष्ट होस्, तँ दलाल होस्, तँ यस्तो होस्। यिनीहरूका कुरा सुन्छु मैले। तेरो मेरो इतिहास हेर, मेरो इतिहास हेर। यहाँ कलम यहाँ लिएर क्यान्सर हुने, हातमा क्यान्सर भइन्जेल लेखेर 2-4 पैसा जोडेको, मेहनत बाहेक कहिले सरकारी सार्वजनिक पदमा कहिले पनि गएको छैन। 2 पैसा सार्वजनिक पदमा गएर कमाउँछ। ठेक्का पट्टा राज्यको कुनै काम गरेको छैन। बुझिस्? इमान्दारिताका साथ काम गरेको छु। इमान्दारिताका साथ काम गर्दा पनि पैसा कमाइन्छ, तर त्यति कमाइँदैन जुन पैसा चाहिँ नि बङ्करमा उसमा राखेर डलर राख्ने गरी कमाइँदैन। ठिक पैसा कमाइन्छ। तर यो देश कस्तो भइराखेको छ भने धनी जति सबैलाई बदमाश चोर देख्ने, गरिब जति सबै इमान्दार। गरिब हुनु इमान्दारिताको सर्टिफिकेट होइन। यो कुरा पनि बुझ्नु जरुरी छ। गरिबीलाई जुन दिन तिमीले इमान्दारिताको सर्टिफिकेट भन्ने ठानिरहन्छौ, त्यो दिनसम्म यो देश कहिल्यै पनि सम्पन्न र समृद्ध हुँदैन। यो पनि बुझ्न जरुरी छ। यति कुरा बुझ। र यो देशमा अहिले हामीले जुन गरिराखेका छौँ नि, उद्योगपति लखेट्ने, अब बन्यो नि, अब बन्दैछ नि त सरकार। अब यिनीहरूको सरकार बनेपछि यो सरकार ठिक ढङ्गले चलेन भने दुर्गा प्रसाईले अब लखेट्ने होला नि त। कि मन्त्री हुने हो? कि दुर्गा प्रसाईले अब माडे लखेट्न थाल्ने होला? अब अलिअलि त भएको, अब हिल्टन होटलदेखि लिएर अरू त लखेट्दै थियौँ हामी। यो देशमा कहाँबाट आउँछ लगानी? अनि लगानी आएन, यो देशमा रोजगारी मिलेन। भुत्राको रोजगारी मिल्छ? भएका उद्योगहरूमा आगो लगाउने, भएका एउटा 5 स्टार होटल देखो कि यो देउबाको छोराको हो भन्ने हो कि होइन केही पनि नबुझ्ने, सब एकमुष्ट लागेर त्यो देउबाका पछि लागेर देशको उद्योग धन्दा खतम पारिदिने। अनि चौधरी खेद्ने। अब चौधरी खेद्ने, अरू माडे पनि खेद्ने होला। अब सबै खेद्न। अब सबै खेदेपछि त तेरो देशमा उद्योग धन्दा यति फस्टाएर जान्छ, साला मागेर खाने हुन्छ साला यो देशको जनता। मागेर एक दिन गाँजाका ती जनताको हालत हुन्छ। भिख माग्नलाई माथि कुन बेला हेलिकप्टर आउँछ भनेर हेर्नुपर्ने हुन्छ। तिमीहरूको हालत हेर्दै जा। अहिले ठिक ढङ्गले जुन सोचिराखेको छैनस्, एक दिन हेर्दै जा, हेर्दै मात्रै जा। यहाँ हामी जत्तिकाले पनि देश छोड्ने बेला भएको छ। हामी जत्तिकाले देश छोड्ने बेला अवस्था सिर्जना गरिँदैछ। न इमान्दारिताको कुरा गर्दा हुन्छ, न देशमा तैँले बोलेको छस्, तँ दलाल भन्छस् मलाई। लिपुलेक र कालापानी लिम्पिया धुरामा अर्काको देशको सैनिकले परेड खेल्दा तँ एक शब्द बोल्या छस्, दलाल। तँ मलाई सिकाउँछस् तँ दलाल म हो कि होइन, तँ होस् को होस् भनेर। तैँले मलाई सिकाउनु पर्छ? सिकाउँछस् अनि एमसीसीको बारेमा तैँले एक शब्द बोलिस्, काहीँ जुलुस निकालिस्? हेर मुलङखरे दलालहरू फोटो मेरो। तेरो राजाको दक्षिणपन्थी सोच मलाई चाहिँदैन भन्दा तँ मलाई गाली गर्छस्। दक्षिणपन्थी सोच मलाई चाहिँदैन, तैँले मेरो घाँटीमा तरबार झुन्याएर चाहिन्छ कि चाहिँदैन भने पनि चाहिँदैन नि भन्ने हो मैले। म स्वतन्त्र लोकतन्त्रमा विश्वास गर्छु। स्वतन्त्र मान्छे हौँ। स्वतन्त्रताले नै हामीलाई उन्मुक्तिले नै हामीलाई एक दिन सम्पन्न र समृद्ध बनाउँछ भन्ने कुरामा मलाई विश्वास छ। व्यक्तिगत टोटल फ्रिडममा विश्वास गर्छु म, बुझिस्? त्यसकारण तेरो दक्षिणपन्थी सोच कहिले पनि मान्दिनँ। जतिसुकै तैँले राज्य गर। तेरो राज्य आएको दिन, तेरो सत्ता आएको दिन उभिने मै हुन्छु।
यो कुरा पनि बुझिराख। त्यसकारण मलाई भन्छ जस्तो दलाल तेरो दक्षिणपन्थी सोच मैले मान्नुपर्ने, अनि ठगहरूलाई मैले मान्नुपर्ने, ठगहरूलाई कुनै दिन अब सबै कुरा कानुनी प्रक्रिया। अहिले मैले रवि लामी छानेको जेलबाट आउनु हुँदैन थियो भने हो नि, जेलबाट आउनु हुँदैन थियो भन्दा अहिले गाली गर्छस्, पछि थाहा पाउँछ तेरो यसैले बदनाम तेरो के हुन्छ थाहा पाउँदैछस्, अहिले थाहा पाउँदैछस् पनि तिमीहरू गाली गर्छस् मलाई। किन आउनु पर्थ्यो, किन हतारो हुन्थ्यो उसलाई जेलबाट जेल फोरेर निस्किने, ती कैदीसँग निस्किनु पर्ने, भाग्नुपर्ने के जरुरी छ, त्यति हतारो के छ। एक्लै रवि लामी छाने अहिले जेलभित्र बसेको भए के हुन्थ्यो रवि लामी छाने, बुझेको छस्? तेरो दिमाग छ, तेरो दिमाग त त्यो चक्रे मिलनको जति पनि चक्रे मिलन के छ नि, त्यो एउटा त्यहाँ बसेको चक्रे मिलन होइन होला, के मनाङ्गे के छ त्यो, त्यसको जति बुद्धि पनि छैन तेरो अध्यक्षको, बुझिस्? अहिले यही रवि लामी छाने, यही रवि लामी छाने सबै जेल फोडेर निस्किए, तर रवि लामी छाने एक्लै जेलभित्र बसेका छन्। उनी कानुनी प्रक्रिया पूरा गरेर मात्र निस्किन चाहन्छन् भनेको भए तेरो रवि लामी छानेको हाइट आकाश छुन्थ्यो, बुझिस्? तैँले बुझिस्? तँलाई त निकाल्न हतार थियो नि त जेल फोडेर, जुलुस लिएर गइस् होला नि, सर्वोच्च अदालत जलाउन गइस् होइन, सबै अदालत जलाउन गइस्, तैँले त यही त जानेको छ, तेरो के छ कला भन्थिस् त कुनै